बगैँचाहरू पुरै होइन पातहरू पहिला भएको टुप्पाबाट चाहिँ होइन सुक्दै आएको त्यस्तो किसिमको थियो पहिला आउँदाखेरि बोटहरू पनि पुरै मर्ने अवस्थामा चाहिँ पुगिसकेको थियो होइन र अहिले हेर्दाखेरि चाहिँ हामीले जो त्यो पुस माघको बेला चाहिँ आएर तपाईँहरूको यहाँ गोडमेल गऱ्यौँ छापु हाल्यौँ होइन बोडो मिक्सर पेस्टहरू पेन्टहरू चाहिँ छर्क्यौँ होइन त्यो बेला चाहिँ हामीले अरू यो चाहिँ बगैँचाहरू बचाउने हो यो माथिको जस्तो त्यो माथितिर देखिरहेको थियो नि होइन तिनको पनि त्यस्तै थियो होइन केही त्योभन्दा केही हामीले सुधार चाहिँ अहिले देखिरहेका छौँ कि त्यस्तै अवस्थामा छ के सुधार भएको छ जस्तो लाग्छ कि नै हजुरहरूलाई यो त पछि नै थाहा हुन्छ तर उसरी हेर्ने हो भने यो माथिको यो बगैँचाहरू हेर्दाखेरि पनि अरू होइन यहाँ माथिबाट आउँदाखेरि चाहिँ हामीले चाहिँ केही न केही चाहिँ यसमा चाहिँ परिवर्तन देखेका छौँ होइन छ नि होइन त्यही भएर चाहिँ अब मेन चाहिँ के हो कि हामीले रोगै भन्दा पनि पहिला चाहिँ के हो कि रोग लाग्छ हामीलाई पनि रोग लाग्छ होइन त्यो रोगसँग कसरी लड्ने हो होइन रोगलाई चाहिँ त्यो लागेको रोगलाई चाहिँ कसरी नियन्त्रण गर्ने हो भन्नेतिर हामीले लाग्ने हो खासमा रोग लागेको छ भनेर हामीले चाहिँ होइन त्यो बगैँचामा मलखाद नदिने होइन सिँचाइ नगर्ने काटछाट नगर्ने गोडमेल नगर्ने गऱ्यो भनेपछि त्यो रोग चाहिँ झन् बढ्छ हामीलाई पनि त रोग लाग्यो भने दबाई खान्छौँ नि होइन त्यसले चाहिँ के गर्छ कि रोगलाई हामीलाई चाहिँ रोगसँग लड्ने क्षमता दिने हो होइन तर रोग त पुरै रूपमा नियन्त्रण हुन्छ त हुँदैन नि होइन त्यही भएर चाहिँ के हुन्छ कि हामीले पनि रोग लाग्यो के लाग्यो भन्ने पनि बगैँचामा चाहिँ हामीले जो गर्ने कार्यहरू हुन्छ नि त्यो कार्य चाहिँ गरिराख्नुपर्छ होइन यी कुराहरू छ केही हामीले पहिलाभन्दा चाहिँ धेरै परिवर्तन चाहिँ भएको छ होइन अरूको चाहिँ टुप्पातिर हेर्नु सबै हामीले त्यो टुप्पाहरू सुकेको टुप्पाहरू काटेका थिए त्यो टुप्पाहरू चाहिँ अहिले के भएको छन् होइन यो माथितिर हेर्नु सबै सुकेकै छन् माथितिर होइन हामीले चाहिँ यो भाइले यो जो चाहिँ यहाँ काट्यौँ यो सबै टुप्पाहरू पनि के भएको छ पालुवा आएर सबै यो यसमा पनि पालुवा आएर फुलहरू चाहिँ फुलेको छन् होइन अब यो चाहिँ यसको चाहिँ लगभग हामीले फल लिने बेला चाहिँ त्यो थाहा हुन्छ होइन त्यही भएर यति कुरा चाहिँ हामीले राखेँ तपाईँहरूलाई केही